नमस्कार सिस्टर। नमस्कार सर। हजुरको शुभ नाम? मेरो शुभ नाम भोज कुमारी बुढा। तपाईँले हामीलाई सम्पर्क गर्नुभयो, के भएर सम्पर्क गर्नुभएको? हजुर, मेरो बुढाले अर्को पहिल्यैदेखि केटीसँग हिँडिराख्नुहुन्थ्यो मेरो श्रीमान। हजुर। अनि मैले कति केटीहरू छुटाएँ सर। अनि त्यसपछि अहिले गएर अर्को केटीसँग हिँडेको 5 वर्ष भइसक्यो। अनि मैले सुरुमा चाहिँ मेरो श्रीमान अनि त्यो केटीलाई चाहिँ त्यहाँ कोठा लिएर बसेको थाहा पाएर चापागाउँ पुलिस चौकीमा लिएको थियो। श्रीमान चाहिँ भाग्नु भयो। म गएको थाहा पाएर अनि केटीलाई लगेर चौकीमा अबदेखि त्योसँग कन्ट्याक्ट नहुने, त्योसँग नबस्ने, अब आइन्दादेखि बस्यो त्योसँग कन्ट्याक्ट भएको थाहा पायो भने जे सजाय भने भोग्न तयार छु भनेको थियो पहिला सुरुमा त्यो केटीले। अनि त्यहाँ त्यस्तो कागज गरेपछि फेरि यिनीहरू भागेर अन्त उता रोल्पा गएर